आज चाहिँ साथीहरू यसरी खसीको मलाई थुप्रै धेरै दिन भइरहेको थियो हैन। आफ्नो घरमा ल्याएर मजाले बनाएर यो खसीको बुटन चाहिँ खान मन थियो हैन। आज चाहिँ म यसरी बनाउन गइरहेको छु। यसलाई मैले पहिला ल्याएँ हैन, बेसरी यसलाई पखालेर यसलाई सफा पानीमा बेसरी 3-4 पानी पखालेर अनि म यसरी बफाएर यसलाई हल्का बफाएर अनि यसलाई बेसरी धोएर सफा गरेर यसको बोसोहरू आदि फालेर अनि त्यसपछि मैले यसलाई थोरै तेल राखेर अनि यसलाई पटपटी फुट्ने गरेर मैले फ्राई गर्न गइरहेको छु। त्यसपछि थोड़ा नुन हल्दी राखेको छु, थोड़ा नुन राखेको छु, स्वाद अनुसारको आफूलाई जस्तो उस हुन्छ। अब ड्राई खान मन छ कि ग्रेभी खान मन छ हैन, त्यही अनुसारको स्वाद अनुसारको आफूले बनाउन सक्नुहुन्छ। मैले अब हल्का यसमा प्याज टमाटर राखेर त्यो सुक्खा पनि एकदम कुरुङ भएको पनि राम्रो हुँदैन, त्यसैले थोरै टमाटरहरू राखेर ग्रेभी बनाउँदैछु। यसरी मैले आजको हाम्रो साँझको तरकारी चाहिँ म यसरी बनाइरहेको छु आफ्नो स्वाद अनुसारको। यसको बास्ना निकै मिठो आइरहा यसरी बनाउन गइरहेको छु साथीहरू। तपाईँहरू के गर्नु भएको छ? अब सायद जाडो पनि हटिसक्यो हैन।